यो फिल्म आएछ त। कुन फिल्म? त्यही स्पाइडरम्यान वाला, त्यो छिस वाला। त्यो फिल्म त खतरा छ रे। मैले पनि हेरेको त्यो हल्का फुल्का क्लिप त मैले टिकटकबाट हेरेको त खतरा थियो त्यो फिल्म। जाउँ हामी तिनैजना गएर हेर्दिउँ। लगाएन अहिले हेर्दिउँ। लगान तेरो ल्यापटपमा। युट्युबमा भन्छ मलाई युट्युबमा त कहाँ अझै आउँछ त मलाई। आए पनि त्यही सेकेन्ड ह्यान्ड आउने मलाई त्यसमा क्वालिटी के राम्रो हुँदैन। मलाई एकचोटि गएर हलमै गएर हेर्दिउँ क्या हामी तिनजना। हल? हलमा फर्स्ट टाइम एक्सपिरियन्स पनि हुन्छ। तिम्रो पनि गाएन म पनि त गाएन। गएर हलमै गएर हेर्दिउँ मलाई। हेर्न जान त हुन्थ्यो मेरो भाइ, तर त्यो अब यतिखेर अहिले पैसै छैन। पैसा त मसँग नै अहिले छैन यार साँच्ची। रनमती पैसा नभएर मलाई सुट्टा नहानेको त 2-3 दिन भइसक्यो। रनमती ठुलो ठुलो स्क्रिन हुन्छ मलाई फुल जुममा हेर्न पाइन्छ, कस्तो मजा आउँछ मलाई। गइदिउँ। मजा त आउँथ्यो त रनमती, अनि हलमा हेर्न कसलाई मजा आउँदैन र? हामीलाई पनि त जाने मन छ त। रनमती भनेको बेला पैसा हुनु परेन। हामीसँग जानलाई मलाई कहिले चाहिँ तँसँग पैसा हुन्छ र मुला साग? जहिले पनि हामीसँग जानलाई त तँसँग कहाँ जानलाई चाहिँ पैसा हुन्छ मुला? मुला जम्मा 300 रुपियाँ त मुला जुगाड हान न मुला त्यति त यार। रनमती कहाँबाट जुगाड गर्ने? 300 रुपियाँ भनेको को म त? अनि कहाँबाट जुगाड गर्ने? को दिन्छ? कसले दिन्छ पैसा? 300 रुपियाँ जाम न मलाई एउटा फिल्म बनाउन भन्दा नि मलाई 300 रुपियाँ नि जुगाड हान्न सक्दैनौ भने? होइन मेरो भाइ, रनमती तँले भनेको चाहिँ विश्वास नमालास् होइन, तर रनमती म त्यति पैसा जुगाड हान्न सक्ने भइदियो भए रनमती म मेरो चप्पल किन्थेँ। त्यो च्यातिएको चप्पल आएर हिँड्नु पऱ्यो मलाई। विश्वास नमानेपछि हिँड रनमती, म भाइर गएर देखाइदिन्छु तँलाई च्यातिएको फिता च्यातिया रनमती चप्पलको। जान मन त मलाई नि थियो, तर पैसा छैन क्या अहिले। मुला तपाईँ फेरि त्यस्तै कल गर्नु नि ड्याललाई, मलाई हालिदिइहाल्नुहुन्छ नि त। कम चाहिँ धेरै मलाई पुरै बाउको सम्पत्ति माग्लाएर प्रोपर्टी माग्लाएर मलाई त्यति त मलाई 300 रुपियाँ हालिदिइहाल्नुहुन्छ नि त यार। ड्यालले भन्न त भन्नुहुन्थ्यो तर फेरि भनेको विश्वास मान्दैनस्। ड्याडीको हिजै कसले मोबाइल चोरिदिएछ कि ड्याडीसँग कलै भएन मेरो, मम्मीसँग मात्रै कल भयो। अनि ड्याडले पैसा हाल्दैन भने कि त्यही मोबाइलबाट हो, तर कस्तो मोबाइलै चोरिदिएछ हिजो। अब योचोटि त्यही भयो, अब अर्को चाहिँ जाउँला यार। के गर्नु त, अब योचोटि यस्तै भयो। अब कुरै यस्तै छ भाइ। मुला अब त जान्न भन् के मुला, यत्रो कहानी बनाएर सुनाउन लाग्यो मुला साग। भाइ मुला त पनि कहानी नबना, गरिबीको चरम सीमा सुनाउन लाग्यो मुला साग। एउटा फिल्म हेर्न जाउँ भन्दैमा जान्न भन्न सकियो। म एक्लै जान्छु मुला साग। हेलो खोइ कतिखेर आउँछौ? आइपुग्यो तिमी? मलाई वेट गरेको मन पर्दैन है। अघि नै कल गर्नु पर्दैन रनमती, म आइहाल्छु त। तिमीलाई कहिले वेट गर्नु भनेको? नि पैसा त छ नि? पैसाको चिन्ता नगरौँ न, तिमीलाई 5 स्टारमा लग्छु। अब कति भयो जाने? 5 स्टारमा जाने अब। ल छिटो आऊ। ल म आएको। ल त्यही वेट गर, म 5 मिनट पुगेँ। अनि मलाई तसँग त पैसा छैन भनेको होइन, कहाँबाट ल्याउँछस् पैसा? त्यति मलाई 4-5 हजार त मलाई चाहिँ यत्तिकै न मलाई जुगाड हुँदैन त भने। के रे मलाई केटी भनेपछि चाहिँ मलाई केटी भनेपछि चाहिँ यस्तो लगेर अझै म जानुपर्ने हुन्छ होइन। अब भेटला नि त पछि त। कहाँ जाने कि मलाई फेरि मलाई मेरो घरमा आइस् त। मलाई चिन्ता नगर्न, जाउँला एकचोटि।